नमस्कार सबैजनामा म आज फेरि तपाईहरुमा आज उपस्थित भइसकेको छु एउटा नयाँ भिडियो लिएर र आज हाम्रो भिडियो रहने छ वाटर सप्लाई र स्यानिटरी इन्जिनियरिङमा युज हुने केही भेलोसिटीहरु जस्तै मिनिमम भेलोसिटी, म्याक्सिमम भेलोसिटी, सेल्फ क्लिन्जिङ भेलोसिटी अथवा तपाईको के हुन्छ नन स्कोरिङ भेलोसिटी। यो भेलोसिटीहरु के रहेछ र कसरी यसलाई डिफाइन गर्ने भन्ने तपाई सिक्ने छौ। र मिनिमम भेलोसिटी भनेको के हो? द फ्लो भेलोसिटी इन विच द शियर शुड बी सच दैट द सस्पेंडेड मटेरियल्स इन द सीवेज डू नॉट गेट सिल्टेड अप। द भेलोसिटी शुड बी सच दैट टू कज अफ सेल्फ क्लिन्जिङ इफेक्ट भन्छ। जुन त्यो सियरमा जुन सस्पेन्डेड मटेरियल हुन्छ त्यो चाहिँ सियरको बेडमा नबसोस् त्यस्तो भेलोसिटीलाई मिनिमम भेलोसिटी हुन्छ र त्यो भनेको तपाईको सेल्फ क्लिन्जिङ इफेक्ट कज गराउने भेलोसिटी नै हो। र म्याक्सिमम भेलोसिटी के हो? The smooth interior surface of a sphere pipes get scored due to continuous abrasion caused by the suspended solids present in the sphere. It is therefore necessary to limit the maximum velocity. This is called limiting non-scoring velocity. Maximum velocity भने कस्तो हो? तपाईको जस्तै त्यो सियरमा हुन्छ नि, सियरमा के हुन्छ? सस्पेन्डेड पार्टिकल हुन्छ। त्यो सस्पेन्डेड पार्टिकलले त्यो सियरलाई कन्टिन्युअसली स्कोर गरिरहेको हुन्छ र त्यो स्कोर गरेर त्यसको त्यसलाई डिग्रेड गरिदिन्छ, त्यसलाई डिस्ट्रोय गरिदिन्छ र त्यो डिस्ट्रोय गर्नलाई एउटा म्याक्सिमम भेलोसिटीको पनि लिमिट हुनु पर्यो र त्यो भन्दा बढी नजाओस् भने त्यो म्याक्सिमम भेलोसिटी लिमिट नै भनेको तपाईको म्याक्सिमम भेलोसिटी हो र यसलाई के भन्छ? तपाईको लिमिटिङ अथवा नन स्कोरिङ भेलोसिटी पनि भन्छ। र अर्को तपाईको आयो सेल्फ क्लिन्जिङ भेलोसिटी। सेल्फ क्लिन्जिङ भेलोसिटी भनेको तपाईको मिनिमम भेलोसिटी एट विच नो सिल्टिङ एन्ड नो स्कोरिङ अकर्स इनसाइड द स्फियर इज कल्ड सेल्फ क्लिन्जिङ भेलोसिटी। भन्छ न त सिल्टिङ भइराछ न त स्कोरिङ भइराछ त्यस्तो भेलोसिटीलाई तपाईको सेल्फ क्लिन्जिङ भेलोसिटी हुन्छ। र भी सेल्फको तपाईको फर्मुला छ √8k/f इन्टु s-1 टाइम्स g इन्टु d। भन्छ तपाईको s भनेको स्पेसिफिक ग्रेभिटी अफ पार्टिकल्स, k भनेको तपाईको सेडिमेन्ट फ्याक्टर, f भनेको फ्रिक्सन फ्याक्टर, d भनेको साइज अफ सेडिमेन्ट, g भनेको एक्सेलरेसन ड्यू टु ग्रेभिटी। र अब हामी नेक्स्टतिर जान्छौँ। नन स्कोरिङ भेलोसिटी भनेको के हो? नन स्कोरिङ भेलोसिटी तपाईको भन्नु म्याक्सिमम फ्लो भेलोसिटी एट विच नो स्कोरिङ विल अकर अन द इन्टेरियर सर्फेस अफ वाटर। नन स्कोरिङ भेलोसिटी तपाईको म्याक्सिमम फ्लो भेलोसिटी हो जतिखेर तपाईको त्यो सियरको भित्र स्कोरिङ हुँदैन त्यस्तो भेलोसिटी तपाईको नन स्कोरिङ भेलोसिटी हुन्छ। र तपाईको यो कन्क्रिट पाइप अथवा आरसीसी सियरमा तपाईको कति हुन्छ यसको नन स्कोरिङ भेलोसिटी? 2.5 देखि 3 मिटर पर सेकेन्ड हुन्छ र कास्ट आइरन सियरमा तपाईको 3.5 देखि 4.5 मिटर पर सेकेन्ड हुन्छ नन स्कोरिङ भेलोसिटी। र यति नै रहेछ हाम्रो भिडियोमा। थ्यांक यू।